जो जति राजतन्त्रको पक्षमा हुनुहुन्छ उहाँहरू पनि नेपाली नागरिक नै हुनुहुन्छ होइन कुनै उता पाकिस्तानबाट बङ्गलादेश श्रीलङ्काबाट आएको मान्छे त होइन त्यसले गर्दाखेरि अब त्यो कसरी चाहिँ त्यो लहर सिर्जना भयो त होइन हिजो चाहिँदैन भनेर तिनै जनताले बिदा दिएको व्यवस्थालाई फेरि तिनै जनताले फेरि ल्याउनुपर्छ भनेर आज सडकमा आन्दोलन किन गरिराख्नु भएको छ भन्दाखेरि अब गम्भीर रूपमा समीक्षा गर्नुपर्छ दलहरूले होइन जो चाहिँ सत्तामा हुनुहुन्छ उहाँहरूले है गम्भीर रूपमा एकदम कोठामा 1 महिना हुन्छ कि 2 महिना हुन्छ कि उहाँहरू गुफाइ बसेर समीक्षा गर्नुपर्छ र यो हाम्रो मिस्टेक रहेछ यो चाहिँ नि अब जस्तै अब हामी पनि एउटा आलोचकै भनौँ न ल होइन आलोचनात्मक समर्थक भनौँ न होइन हामी गर्छौँ समर्थन पनि गर्छौँ तर आलोचना अलि धेरै हुन्छ जस्तो तपाईहरु जस्तो हामी जस्तोले भनेको कुराहरू सुन्नु पर्यो नि त बालनजीले भनेको कुरा सुन्नु पर्यो होला हर्क साम्पाङले भनेको कुरा सुन्नु पर्यो होला कुलमान घिसिङले भनेको कुराहरू सुन्नु पर्यो होला होइन यी कुराहरू सुन्नु पर्दैन होला त ती कुराहरू भित्र केही कुरा चाहिँ छ क्या अब त उहाँहरूले हामीले जे गर्यौँ त्यही ठिक छ भनेर अगाडि बढ्नुहुन्छ भने भोलि फेरि आउनु पनि सक्छ फेरि गइसकेको व्यवस्था